नन्देवा शिष्यक्रिमापयं माल्दिर्वातस्मादेशविष्वन्मुञ्चल्पग्मस यदि दिवादिनक्रमेण कुशक्रिमा पायित्मात्स्मादेशविष्वन्मुञ्चल्पग्मस यदि जागृष्पीतैः सञ्जोरविश्रवन्तु नः सन्नो देवीरविष्टयापो भवन्तु पीतैः सञ्जोरविश्रवन्तु नः गन्धद्वारां दुरादर्शां नित्यपुष्टां करिष्णमीश्वर सर्वभूतानां तामि हो पक्वै श्रियम् अक्षन्नमे मदन्तश प्रिया दुःखदस्तौ खदशोभा नवो पिरानविषयामति योजन्मिन्द्रते हरि तिरोशिशोमदेतकोशवेदेवता प्रतिष्ठापितृकन्विनय स्वाहा लक्ष्मी शपथ्या बहुरात्रे वार्षे नक्षत्राणि रूपोषिण व्यात्तं मैष्णनिकाण मुम्मैकाण सर्वलोकमैकाण अब यो फूल र उसको खोलेर सर्वावस्थांगतोप यस्मरेत् पुंडरीकाक्षं शबायाभ्यन्तरस्य ओं पुंडरीकाक्षनादं पुंडरीकाक्षनादो ओं पुंडरीकाक्ष पुनादो पादाक्षि शिररुहावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्र उपाध्यक्ष जो हुनुहुन्छ यहाँ अगाडि आएर सबैजनालाई हात जोडेर नमस्कार गर्ने भगवानसँग आफ्नो इष्ट देवताको पुण्यतासँग हजुरहरूले पनि पुष्प दिने र अब गणपति भगवान र आफ्नो इष्ट देवता गाउँपालिकामा अब जो देवताहरू हुनुहुन्छ सबै देवतालाई सम्झिने। अब आजदेखि हाम्रो यो गाउँको यो गाउँपालिकाको जीर्णोद्धार नव भवनमा हामी प्रवेश गर्न गइरहेका छौँ। त्यसमा त्यो भवनमा प्रवेश गरिसकेपछि केही विघ्न बाधा नपरोस्, जति पनि विकलाङ्ग गाउँवासीलाई सधैँभरि सेवा राम्ररी प्रदान गर्न पाउँ त्यो कामना राखेर हजुरहरूले नमस्कार गर्नुहोला है। मङ्गलाचरण पनि छ। हरि ओम आनो भद्राः क्रतवो जन्तु विश्वास उद्वेदाः देवानो जथा सदमिद्वेदे आशान्नप्रायुवो रक्षितारो दिवे दिवे देवानां भद्रा सुमतिर्यजो यतान् देवानागुम्रातिरभिनो निवर्तताम् देवानागुं शक्यमुपसेदिमा वयं देवानायो प्रतिहन्तु देवसे तान् पूर्वयामि विदाहो महे वयं बलं मित्रमदितिं दक्षमश्रिदम् अचमणं वरुणकोशोमवसेना सरस्वतीनः सुभगामयस्वरत्त तन्नो पातु मयो भुपातु मे खजन्तन्माता पृथिवी तत्पिताजो तन्ग्रामाणः सोमसुतो मयो भुवस्तन्स्विना शृणुतन्विषयाजुवम् समेशानान् जगतस्तुगस्मदेन्द्रियाञ्जेन मम वशे होमये वयम् ओखानो जथा वेदशामसद्भिदे रक्षिता पायुरदब्धः स्वस्ति स्वस्ति न इन्द्रो वेदस्रवः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो हरिष्ठनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु बृहदस्वामरुतः वृष्टिमातरः सुवन्द्यामानो विदते भुजन्मयः निदुर्वा मनवः शान्तिरापः शान्तिरोकदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः यतः समीहसे ततो नो अभयं कुरु सन्नः कुरु प्रजाः पशुभ्यः गणानान्वा गणपतिगुं हवामहे प्रियाणान्वा प्रियपतिगुं हवामहे निधीनान्वा निधिपतिगुं हवामहे पशुमदामजानि गर्भधमा त्वमजासि गर्भधम मे अम्बे नारिके नमानयति कसना स्वस्तिकां ओम सुशांतिर्भवतु श्रीमन्महागणाधिपतये नमः। ओम लक्ष्मीनारायणाभ्यां ओम उमामहेश्वराभ्यां नमः। ओम कालीहिरण्यगर्भाभ्यां नमः। ओम सजीवरन्ध्राभ्यां नमः। ओम माता पितृजगणकमलेभ्यो नमः। ओम इष्टदेवताभ्यो नमः। ओम कुलदेवताभ्यो नमः। ओम ग्रामदेवताभ्यो नमः। ओम स्थानदेवता
देवताभ्यो नमः ओम सर्वेभ्यो देवेभ्यो नमः ओम सर्वेभ्यो ब्राह्मणेभ्यो नमः ओम ऋद्धिबुद्धि शैलाय श्री अरू सबैजनाले जति पनि विघ्नहरू छन् सबै हटेर जाउन् भन्ने कामना राखेर गणपति भगवानको पूजा गर्ने अब मङ्गलाय तनु हरि सर्वारिष्ट शान्तिर्भवतु नक्षत्राणि रूपमस्मिनो व्यातं गुरुको आशीर्वाद उल्टो चाहिँ परेछ हात चाहिँ तपाईलाई टिका लाउँदै जानु न एकचोटि भएर टिका लाउँदै जानु टिका लाउँदै जानु गुरु एक पढ स्वस्ति न इन्द्र विरस्रवः स्वस्ति न पूषा विश्वेताः स्वस्ति न तारिकरिष्टिने स्वस्ति न बृहस्पतिर्दधातु श्रीश्चते लक्ष्मीश्च वन्यावो रात्रे पार्श्वे नक्षत्राणि रूपमस्मिनो व्यातं इष्टनिकाणं
गृह प्रवेश कार्यक्रम रहेको छ। यो कार्यक्रम को हामीले विविध कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। अब हामी थोरै औपचारिक कार्यक्रम गर्नेछौँ। यो कार्यक्रम 3 चरणमा हुनेछ। सर्वप्रथम आजको कार्यक्रमका प्रमुख अतिथिको रूपमा यहाँ हामीसँग उपस्थित भइसक्नु भएको छ जिल्ला समन्वय समिति प्रमुख आदरणीय अजम्बर राईज्यू। उहाँलाई प्रमुख अतिथिको रूपमा स्वागत गरिदिनु न म गाउँपालिका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। जिल्ला समन्वय समिति मोरङका प्रमुख आदरणीय अजम्बर राईज्यू अध्यक्षज्यूले स्वागत गर्दै हुनुहुन्छ। त्यसै गरी हामीसँग विशिष्ट अतिथिलाई पनि सम्मान गरिदिनु म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु सम्मानको लागि। त्यसै गरी विशिष्ट अतिथिकै रूपमा हामीसँग जिल्ला समन्वय समितिका अधिकारी आदरणीय मुनका देउपा नै हुनुहुन्छ। उहाँलाई पनि स्वागत सम्मान म उपस्थित सम्पूर्ण महानुभावहरूलाई हाम्रो औपचारिक कार्यक्रम केही समयपछि हाम्रो सभा हलमा हुने भएकोले मैले सम्बोधनको कार्यक्रमलाई यहाँभन्दा अगाडि बढाइन। हाम्रो बिक्लाजुङ गाउँपालिकाको यो हामी माझ भएको नवनिर्मित प्रशासकीय भवन, यो प्रशासकीय भवनलाई आज हामी यसको शिलालेखलाई अनावरण गर्ने र गृह प्रवेश गर्ने कार्यक्रममा छौँ। त्यसैले म यो शुभ कार्यलाई ढिलाइ नगरिकन आज यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित आदरणीय जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईज्यूलाई यो भवनको शिलालेखको अनावरण गरिदिन म हार्दिक अनुरोध गर्दछु र सबैलाई ताली बाजा नेपाल सरकार जिल्ला समन्वय समिति मोरङ तथा बिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न भई जिल्ला समन्वय समिति मोरङका प्रमुख श्री अजम्बर राईज्यूको बाहुलीबाट समुद्घाटन सुसम्पन्न भयो। शिलान्यास देवी प्रसाद आचार्य अध्यक्ष एवं सरला राई उपाध्यक्ष शिलान्यास विधि 2077 फागुन 11 महिना 21 गते सम्पन्न। अध्यक्ष बबी कुमार राई, उपाध्यक्ष दिनेश पौडेल सहित हामी अध्यक्षज्यूको हाम्रो यो घरको घरमुलीको रूपमा अध्यक्षज्यूको पदभारमा आसन ग्रहण गराउने कार्यक्रम यसपछि रहेको छ। पत्रकार बन्धुहरूलाई साइड लागेर सहयोग गरिदिनु म अनुरोध गर्दछु। स्वस्तिक आसन गर्दै हाम्रो गुरुहरू आइरहनुहुन्छ। स्वस्तिक आसन गर्दै हाम्रो
मङ्गलं भगवान् कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत अतिथिहरूलाई शब्दबाट